ल, नेपालको राजनीतिमा एउटा सोच्दै नसोचेको एकदमै ठूलो घटना भएको छ। नेकपा एमालेका अध्यक्ष अनि पूर्व प्रधानमन्त्री पनि केपी शर्मा ओली उहाँ पक्राउ पर्नु भएको छ। अब यो कसरी भयो, किन भयो, आउनुहोस् आज हामी यही घटनाको बारेमा अलि गहिराईमा गएर कुरा गरौँ। सुरुवात गरौँ मुख्य घटनाबाटै, अर्थात् ओलीको गिरफ्तारी। यो एउटा यस्तो खबर हो जसले पूरै देशको राजनीतिमा भनौँ न एउटा भुइँचालो नै ल्याइदिएको छ। हो, यो खबर बिल्कुलै साँचो हो, कुनै हल्ला वा अनुमान होइन। प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ। यो एउटा पुष्टि भइसकेको खबर हो। यो गिरफ्तारीको पुष्टि पनि अरू कसैले होइन, काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले नै गर्नुभएको छ। उहाँका अनुसार ओलीलाई शनिबार बिहानै पक्राउ गरेर कानूनी प्रक्रिया अगाडि बढाउनका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ। त्यसो भए यो गिरफ्तारी कसरी भयो त? घटनाको केन्द्र मतलब उहाँको निवासमा त्यो बेला माहौल कस्तो थियो? अब त्यहाँको तनावपूर्ण अवस्थाबारे कुरा गरौँ। यो कुनै सामान्य गिरफ्तारी जस्तो थिएन है। उहाँलाई पक्राउ गर्नका लागि गुड्डुमा रहेको निवासमा एकदमै ठूलो संख्यामा प्रहरी पुगेका थिए। यति धेरै प्रहरी परिचालन हुनुले नै देखाउँछ कि स्थिति कति गम्भीर थियो। अनि प्रहरी निवासमा पुग्ने बित्तिकै अध्यक्ष ओलीले पनि तुरन्तै एक्सन लिनुभयो। उहाँले कानूनी सहायताका लागि वरिष्ठ अधिवक्ताहरू रमेश बडाल र टीकाराम भट्टराईलाई तत्काल आफ्नो घरमा बोलाउनुभयो। यसले के देखाउँछ भने उहाँले यो अवस्थालाई कानूनी रूपमै सामना गर्ने तयारी तुरन्तै थाल्नुभयो। अनि एउटा रोचक कुरा के छ भने यो जानकारी बाहिरबाट होइन, एमालेकै केन्द्रीय सदस्य रामकुमारी झाँक्रीबाट आएको हो। उहाँले के भन्नुभयो भने प्रहरी त्यतिकै आएको होइन, सबै कानूनी प्रक्रिया पूरा गरेर पक्राउ पुर्जी लिएरै आएको थियो। तर त्यहाँको स्थिति त्यति शान्त भने थिएन। एमाले नेताहरूले भनेअनुसार कार्यकर्ताहरूले प्रहरीलाई भित्र छिर्न नदिन खोजेका थिए, जसले गर्दा त्यहाँ केही बेर धकेलाधकेलको अवस्था पनि सृजना भयो। अनि यही क्रममा प्रहरीले लाठीचार्ज समेत गर्यो भनेर एमाले कार्यकर्ताहरूले आरोप लगाएका छन्। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। गिरफ्तारीको कारण के हो त? आखिर यति ठूलो राजनैतिक व्यक्तित्वलाई पक्राउ गर्नुपर्ने कारण के आइलाग्यो? ल, अब यसको पछाडिको कारण के हो त्यो खोजौँ। यसको आधिकारिक कारण चाहिँ एउटा सरकारी प्रतिवेदन रहेछ। खासमा सरकारले एउटा जाँचबुझ आयोग बनाएको थियो। त्यो आयोगले भदौ 23 र 24 गते भएको एउटा घटनाको बारेमा रिपोर्ट बुझाएको रहेछ र हो त्यही रिपोर्टको सिफारिस अनुसार नै यो गिरफ्तारी भएको हो। अनि यो पुरै घटनाक्रम एकदमै छिटो छिटो अघि बढेको देखिन्छ। हेर्नुस् है, शुक्रबार क्याबिनेटले त्यो रिपोर्ट कार्यान्वयन गर्ने निर्णय गर्यो। त्यसको लगत्तै गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग मिटिङ गर्नुभयो। अनि त्यसको भोलिपल्टै शनिबार बिहान पूर्व प्रधानमन्त्री नै पक्राउ पर्नुभयो। मतलब यो एकदमै योजनाबद्ध र तीव्र गतिमा गरिएको कारवाही थियो। अब कुरा यतिमा मात्रै सीमित छैन। ओलीको गिरफ्तारी त्यो दिनको एक्लो ठूलो घटना थिएन। त्यही बिहान अर्को एउटा महत्त्वपूर्ण व्यक्ति पनि पक्राउ पर्नुभयो, जसले यो पुरै प्रकरणलाई अझै रहस्यमय बनाउँछ। हो, जुन दिन केपी शर्मा ओली पक्राउ परे त्यही दिन त्यही शनिबार बिहान नै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परे। यसले के संकेत गर्छ भने यो कारवाही कुनै एक व्यक्तिलाई मात्रै लक्षित गरेर होइन, बरु एउटा ठूलो र फराकिलो अनुसन्धानको हिस्सा हुन सक्छ। र अब हामी अन्त्यमा आइपुगेका छौं, जहाँ सबैभन्दा ठूलो प्रश्न खडा हुन्छ। गिरफ्तारीको कारण त त्यो जाँचबुझ आयोगको प्रतिवेदन भनियो, ठिक छ। तर त्यो प्रतिवेदनको जड चाहिँ के हो त? आखिर त्यो भदौ 23 र 24 गते त्यस्तो के भएको थियो जसले देशका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री दुवैलाई हिरासतसम्म पुर्यायो? यो पुरै घटनाको रहस्य यही एउटा प्रश्नमा लुकेको छ। र हो, यसको जवाफले नै नेपालको आउने दिनको राजनीति कता जान्छ भनेर देखाउन सक्छ।